छ अनि गुड मर्निङ छ है सबैजनालाई। अहिले चाहिँ हाम्रो बिहान भयो, बिहानको 10 बज्यो। अहिले उठ्दैछु म। हिजो बेलुका ढिलो सुतेर आजको भ्लग चाहिँ ओछ्यानबाटै सुरु हुँदैछ। हेर्नु होला आजको दिनको सुरुवात। हेलो गाइज, के छ? अहिले पनि हामी बाहिर निक्लिसक्यौँ। आजको वेदर यस्तो छ, यो गाडीहरू होइन सधैँ यहीँ हुन्छ, कहिले निक्लिन्छ टक्क लाएर। यो चाहिँ सधैँ देखाइरहेको भिडियो हो यो बाटो चाहिँ, त्यही पनि मैले देखाइदिएँ आज सर गरेर। यहाँ चाहिँ बोन्जाई छ कि के हो, यो यस्तो यस्तो छ क्या, खतरा छ। ल फाइनली गाइज अहिले चाहिँ हामी टक्क लाएर ठाउँमा आइपुग्यो फाइनली। यस्तो ठाउँ हेर्न सक्नुहुन्छ, यो सब यस्तो छ क्या, यस्तो बवाल छ। यो सब पार्क हो अनि यता चाहिँ फेरि अपार्टमेन्ट बन्द। टक्क लाएर यस्तो छ क्या, विकास भनेको यस्तोलाई भन्छ क्या। ट्याक्स तिरे पनि टक्क लाएर तिरेको जस्तो होस् न। ल अब धेरै बोल्छ, हामी रामेन खाना आइपुगिसक्यौँ गाइज है बाटोमा। ओली र म टक्क आज खानाको साटो रामेन खाना लाग्यो। अनि हाम्रो त्यहाँ चिउमन भइरहेछ, अनि यहाँ घन्टी बज्छ, अनि लिएर आउने, अनि गम खाने। ल अब खाने बेला देखाउँछ है त। लगाइ जब चाहिँ हामी यहाँबाट तिरको यसो टाइम ल्याप्स हानेर अगाडि नै आउँछ। यो टाइम ल्याप्स चाहिँ आइसक्यो होला होइन, तपाईँले यति बेला आइसक्यो। त्यो टाइम ल्याप्स हानेर टक्क हेर्न सक्नुहुन्छ यो वरिपरि अपार्टमेन्टको तल माथि तलबाट टक्क लाएर अब हामी अगाडि जानु लाग्यो। अगाडि जानु लाग्यो पर्दैन हो मलाई त भोक लाग्यो, कति लगाएर खाँदा भइसक्यो। चिउमन भइसकेको सामानहरू टक्क रामेन यहाँ आइसक्यो यसरी टक्क। अब यो हामी खान्छौँ अनि त्यसपछि हेर्छौँ। यो चाहिँ बुङ्गुरको मासु है, यो एउटा बुङ्गुरको मासु। अनि त्यसपछि यो बुङ्गुरको मासु भयो, यहाँ राइस छ, अनि त्यही हो। यसलाई के भन्छ अब, त्यही हो, यति छ। अब यसरी खाने हो, खाऊ त। अहिले चाहिँ हामीले रामेन पनि खाइसक्यौँ है। मलाई चाहिँ यति खान मन लागेन, भात खाएँ यो बोटको भरि, अनि रामेन यति थियो, सब खाइभ्याइयो। अब पेटमा अटेन। अनि हाम्रो ओलीले चाहिँ खाँदैछ। अब यो खाएर हामी भाँडासाँडा थन्काएर अनि फेरि बाहिरतिर निक्लिन्छौँ। गाइस अहिले चाहिँ हामी खाएर पनि सबैको पेट ड्याममा बनाएर बाहिर निक्लिसक्यौँ। अब हामी बाहिर यस्तो वेदर पनि यस्तो पुरा पानी पर्ला जस्तो भएको छ आज। अहिले चाहिँ हामी यता कोइनमा आइपुगेको। यस्तो छ यो नेचरहरू। ल कहाँसम्म पुग्न सक्छ? ल फर्किदेऊ न। बच्चामा हामीले यस्तो पा भए है कति खेलिन्थ्यो होला। यो सब बच्चाहरूको लागि हो क्या। अब म यहाँ खेल्छु, हामी नि बच्चै हो, बच्चामै खेल्न पाएन, अब हामी खेल्छौँ यहाँ। लड्यो, आया ठोक्यो। औ यहाँ यस्तो त बच्चामा हामीले पा भए यस्तो खेलिन्थ्यो कि यो भाँडै हुन्थेन होला पल परेर। यहाँ यस्तो छ, कस्तो सेफ्टी छ होइन, यहाँ यस्तो छ। पिङ खेलेर यस्तो गरेर म यहाँ खेल्छु है, बसेर खेल्छु यहाँ त। ज्याने बच्चा भयो, चक्का माटो लाग्यो। ज्यानै भात दिँदो रहेछ हाम्रो लामो ज्यान भएर। अग्लो अलि छोटो खाले भयो त हुन्थ्यो नि त, अलि हाइट भएको मान्छेहरूले नमिल्दो रहेछ त्यहाँ होला खेले। ल अनि यो साकुरा, यो कपुरको बोट छ यहाँ। अनि यहाँ काफल पनि छ क्या, अब काफल खाने सिजन भयो यहाँ अहिले।
फाइनली मैले चाहिँ काफल पाइसकेँ। मिठो छ, खतरा छ मिठो। बुझियो अहिले राम्ररी पाकेर हुन्छ। ल गाइज आजको भिडियो चाहिँ हामी टुङ्गाउँछौँ। आज चाहिँ हामी बाहिरतिर डुल्यौँ, यताउति गऱ्यौँ है। अहिले चाहिँ फाइनल्ली हाम्रो घर आइपुगिसक्यौँ अनि आजको भिडियोलाई हामीले सकाइदिन्छौँ। अहिले करिब 5 बजिसक्यो, 5 बजिसक्यो। यहाँ पनि छ है फेरि यो के अरे मुन्तालाको बोट। अब हामी घर आइसक्यौँ। अब भ्लग स्लग एडिट गर्छु अनि त्यसपछि फेस टङ हालिदिन्छु। अब कस्तो के भयो ल है त ओली। अब म नि जान्छु, हाम्रो घर तल हो। ल भिडियो हेर्दै गर्नु होला। अब नेक्स्ट भ्लग चाहिँ कहिले आउँछ थाहा छैन, त्यही भएर यो भिडियोलाई राम्रोसँग हेरेर कमेन्ट गर्नु होला। कमेन्ट राम्रो आयो भने चाहिँ फेरि चाँडै आउँछ भिडियो है त।